हेलो, स्वागत छ तपाईहरुलाई आज फेरि नयाँ एउटा भिडियोमा। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नुहोस् है। आज म तपाईहरुलाई पोर्तो देखाउँदै छु। पोर्तो चाहिँ पोर्चुगलको पुरानो राजधानी अरे क्या। तपाईहरुलाई लाग्दैन यी घरहरु हेर्दा पनि सारै पुराना जस्तो लाग्दैन? कस्तो लाग्दैछ? हामी चाहिँ अबेरोबाट आएका हौं पोर्तो घुम्नलाई। तपाईहरु कहाँदेखि आउनुहुन्छ? पोर्तो ट्रेनमा आउन सकिन्छ। कस्तो लाग्दैछ बुढी? एकदम दामी। यति तर धेरै वर्ष अगाडि पनि टनलहरु सबै बनिसकेको रहेछ के। हुन त यो पोर्चुगल हाम्रो नेपालमा गाडी नहुँदै यिनीहरु विकसित भइसकेको ठाउँ रहेछ। त्यो भएर पनि होला। तर बाटाहरु चाहिँ बिल्कुल साना लाग्यो मलाई। एसियाको भन्दा युरोपका बाटाहरु धेरै सानै रहेछन्। घरहरु बाहिरबाट हेर्दा पुराना देखिए पनि भित्र राम्रा डेकोरेसन डिजाइनिङ नयाँ तरिकाले बनाएर बसेका हुने रहेछन्। पोर्तोको विशेष घुम्ने ठाउँ चाहिँ कहाँ जाने भनेर डाउट हुन्छ नि घुम्न जानलाई। घुम्नलाई चाहिँ पोर्तोमा धेरैवटा ठाउँ रहेछ। हामी पनि बिल्कुल नयाँ कसरी जाने भन्ने कुरा हुँदै हामी फुत्तै निक्लिएका थियौं र पोर्तो पुगेर सिटी बसको टिकट काटेर हामी सिटी बसमा भिजिट गरेका हौं। तर थोरै खर्चले गर्नलाई सिटी बसमा घुमिराख्नु पर्ने आवश्यकता रहेन रहेछ। पोर्तोको सेन्टरबाट नजिकै ठुलो ब्रिज आउँदो रहेछ। ब्रिजको आसपास नै धेरै पोइन्टहरु रहेछन् घुम्नलाई। जस्तो पोर्तोको फेमस ब्रिज भइहाल्यो, ट्रेन भइहाल्यो, यो देख्नु हुँदैछ नि पार्क, यो पार्क भइहाल्यो। यो पार्कमा चाहिँ के पार्कको नाम मैले बिर्सेँ। बुढी तिमीलाई याद छ? अगाडिपट्टि बोर्ड हेर्यौ तिमीले? म्युजियम हैन? ए म्युजियम हो। ओके, यो म्युजियम अरे। सारै राम्रो छ बस्नलाई, टाइम पास गर्नलाई चाहिँ ठीक छ। तर वास्तवमा टाइम पास गर्नलाई गाह्रो त होइन विदेशमा, किनभने टाइम निकाल्न चाहिँ गाह्रो हो। पास गर्न त सहज छ। घुम्ने कुरामा कस्तो लाग्दैछ कमेन्ट चाहिँ गर्नु होला। अनि कसरी घुम्ने भन्ने कुरा म बताउँदै छु। ठुलो यो पार्क पनि ठुलो हो, सबै खालका चराचुरुङ्गी रहेछन्। म्युजियम यहाँनेरि बसेर सिजन अनुसार सुन्तला र के भन्छ त बदाम खाए पनि भयो होइन। तपाईलाई जे खान मन लाग्छ त्यो खाए पनि भयो। त्यहाँबाट नजिकै बीच रहेछ, बीचतिर जान सकिने रहेछ। धेरै कुराहरु रहेछन्। सारै राम्रो सफा लाग्यो। लिजबन भन्दा धेरै सफा लाग्यो मलाई पोर्तो। तिमीलाई कस्तो लाग्यो? मलाई पनि सारै सफा लाग्यो। अब हामी कहाँ जाँदै छौं त? त्यो म्युजियमबाट निक्लेर फेरि हामी सिटी बस चढ्यौं। अब हामी अर्को डेस्टिनेसन तर्फ जाँदै छौं। अर्को चाहिँ कहाँ हो? एउटा मात्रै घुम्नु भयो त हजुर? ठाउँको नामै बिर्सिन्छु म। विदेश बसेर धेरै वर्ष भएर पनि होला भुलक्कड भइसकेको छु क्या बुढी म अझै। अब हेर्नु न यो बाटो, यो म्युजियमबाट निक्लेर यो बाटो गइसके पछाडी हामीलाई कहाँ छोड्दिएको थियो सिटी बसले? यो बीचको धारेदार छोड्दिएर हामीलाई चाहिँ ठुलो ब्रिज जाने बाटो देखाउनको लागि हामीलाई त्यहाँ ओह्रालेको थिएन? ए ओके छ त। कस्तो लाग्दैछ हेर्नु होला। सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोस् है प्लिज। यस पछाडि लगत्तै आगदाको भिडियो आउँदैछ। तपाईहरुलाई आगदाको भिडियो पनि म देखाउने छु। अब हामी चाहिँ बीच
यो कर्नेसै कर्नेस भन्छन्, कर्नेस भने कर्नेसै हो। पोर्चुगिजमा के भन्छ कुन भाषा सिकेको छुइनँ, बिल्कुल नयाँ। इङ्ग्लिस धेरै तर पोर्तोमा इङ्ग्लिस बोल्दो रहेछन् लिस्बनमा भन्दा। लिस्बनमा पनि बोल्छन् होला, तर म अहिले जहाँ बस्छु त्यो गाउँमा चाहिँ बोल्दैन। एकदम गाह्रो छ पोर्चुगलमा, भाषाको कठिनाइ एकदमै छ, बिल्कुल फरक। हरेक शब्द जान्नु पर्ने, कखबाट सिक्नु पर्ने। यो चाहिँ अर्को ब्रिज रहेछ। अनि हामी घुम्दै 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 हिँडिराखेको छौँ। अब हामी चाहिँ ठुलो ब्रिज भएतिर जान्छौँ होला जस्तो लाग्दैछ मलाई। त्यतैतिर हो बुढी? हामी यो सिटी बसमा छौँ। सिटी बस। अर्को कुरा, यो हेलिकप्टरले पनि भिजिट गराउँदो रहेछ, 150 रुपियाँ रहेछ। पोर्तो पुरा घुमाइदिने रहेछ। तपाईहरुसँग फुर्सद हुँदा, पैसा हुँदा घुम्न सक्नुहुन्छ। यो पनि एकदम सहज। माथिबाट कस्तो देखिन्छ पोर्तो भन्ने कुरामा अब त्यो खालको सुविधा पनि पाइँदो रहेछ। हुन त यो दुनियाँमा पैसा भएपछि हरेक खालको सुविधाहरू छन्। अब युज गर्ने नगर्ने भन्ने कुरा चाहिँ आफ्नो हो। हामी समुद्र साइडतिर छौँ। यहाँको घरहरू हेर्दाखेरि पहाडै जस्तो लाग्ने मलाई चाहिँ। यो चाहिँ पोर्तोको साइड सिन है। सबै साइडबाट देखाउँदो रहेछ वरिपरि। पोर्तोको विशेष प्रोडक्सन भनेको वाइन नै रहेछ। हुन त पोर्तोको भन्दा पनि तपाईको पोर्चुगलको उत्पादनको प्रमुख स्रोत नै वाइन रहेछ क्या। त्यसको मतलब जाँड चाहिँ यहाँकाले मान्छेले खाने रहेछन्। वाइन भनेको जाँड नै हैन बुढी? हो, अंगुरको आएर बनाउने। यहाँ धेरै अंगुर उत्पादन गर्छन् नि त। अनि त्यस पछाडी पोर्तोको फेमस वाइन रहेछ एउटा ब्रिज रहेछ क्या। हामी जहाँ जाँदै छौँ यहाँबाट यतापट्टि हेर्दै जानुस् त। पख्नुस् त, यो ब्रिज हो क्या। मेरो भने चाहिँ तल कालमाबाट तल झरिन्, म चाहिँ डाँडैमा बसिरहेको थिएँ। राम्रो लाग्यो घुम्नलाई। त्यति खर्चिलो पनि होइन, नराम्रो पनि होइन। हुन त घुम्न भनेपछि मानिसलाई जस्तो परिस्थितिमा पनि अलिकति समय बचाउन जाउँ न त घुम्न। यो चाहिँ ब्रिज। यहाँ चाहिँ तपाईँ पोर्तोमा आइसकेपछि यो छुटाउनु हो भने तपाईँ पोर्तो आएको के हुँदैन भन्छन् त्यसलाई। भाषाको कमी छ क्या। पोर्तो आएको तपाईँको सिद्ध हुँदैन भने सार्थक रह्यो। यो ब्रिज चाहिँ तपाईको समय हुँदाखेरि राति आउनुपर्ने छ, लाइट बल्दो रहेछ। अनि सबसे टपमा ट्रेन, तलतिर बस, तलतिर खोइ के 3 तला हिँड्छ भन्ने जस्तो सुन्थेँ। हिँड्दै गलिहाल्यो। अनि कहाँबाट हिँड्ने भनेर सिधै माथि गएर डाँडामा बसेर पोर्तो सबै हेरियो क्या, होइन? पोर्तो हेरिसके पछाडि भोक लागेर पनि कस्तो भएको थियो। झोलामा बोकेको कटुस, यहाँको कटुस भन्दा तपाईलाई यत्रो पाउँछु कि कटुस चाहिँ। फेरि यो मुनिको ब्रिज, माथिको ब्रिज। मान्छे जोडी सँगसँगै हिँड्छन्। अर्को कुरा, यो वाइन। यहाँ चाहिँ वाइन टेस्टिङ 7 रुपियाँ तिर्नु हो भने तपाईले 5 प्रकारको वाइन टेस्ट गर्न पाउनुहुँदो रहेछ। विशेष पोर्तोको वाइन। पोर्तो वाइन एउटा ब्रान्ड भयो भने अरू वाइन पोर्तोमै उत्पादन भएका वाइनहरू। अनि कसरी उत्पादन हुन्छ, कति दिन लाग्छ, के लाग्छ, सबै कुरा
गराउँदो रहेछ र टेस्ट कसरी गर्ने भन्ने कुरा सबै देखाउँदो रहेछ यहाँ चाहिँ। यो चाहिँ ठुलो ब्रिजको साइडमै छ। अनि मेरो हुने पनि गइन् पोर्तको वाइन हेरौँ न त कस्तो रहेछ भनेर भरे बुढीले यसो सुँगेपछि त ओहो हो हो यो त नेपालको जाँड जस्तै रहेछ। बुधबार हटियाको त टोकामा जाँड बेच्न बसेका मान्छेहरू नेपालको कोदो गनाउँछन् त्यस्तै गनायो भन्दै सरक्क बुढी त झन्नै फायर। तर मान्छेहरू यहाँनिर सबै बसेर हेरिराखेका थिए। टिचर आउँदो रहेछ वाइन कसरी बन्छ के बन्छ भनेर त्यहाँ पनि देखाउँदो रहेछ। त्यो कुराहरू भयो त्यहाँको एउटा हेर्ने ठाउँ। अनि एउटा पुस्तक पसल रहेछ, पुस्तक के अरे लाइब्रेरी नि बुढी, त्यसलाई के भन्छ लाइब्रेरी। अनि पुरानो भए पनि घरहरू साह्रै राम्रो लाग्यो। घरि चस्मा लाउँछिन् घरि चस्मा खोल्छिन्। मेरो युनि चाहिँ गर्मी नै छ र पनि जाडो भयो। यो चाहिँ विशेष साँझमा लाइट बले पछाडि हेर्न सकिने रहेछ। यहाँ माथि के लेखेको छ पढ्नुस् त। पढ्दाखेरि यो चाहिँ ब्रिजको मेन पिलरहरू हुन् क्या साइडमा तल। हामी अब फेरि अर्को साइडतिर लिएर गइरहेको छ हामीलाई। परबाट हेर्दा यस्तो देखिन्छ, साह्रै राम्रो हरियाली। समुद्र भन्दा पनि खोला जस्तो लाग्यो मलाई चाहिँ। खोला माथि नै ब्रिज लगायो तर समुद्रकै एक पाटो होला नि। मेरो युनि चाहिँ यो गाउँ भनेको यो गाउँ भनेको यो भनेर पुरै मलाई बताइरहेको थियो। कहाँदेखि जान्छ नि खोइ पनि थाहा छैन भन्दैथिन्। सिग्नल चाहिँ खासै ऊ होइन। हामी फेरि अर्कोतिरबाट घुमेर टपमा गयो ब्रिजको। अब माथि ब्रिजको पिल्लर रहेछ साइडमा, त्यहाँ पिल्लर माथि टपमा बसेर पोर्तो पुरै हेर्न सकिने रहेछ होइन। पोर्तो यो तपाईँ हेर्नुहोस् त, यतादेखि यतासम्म यतासम्म हो पुरै रमाइलो आनन्द। हावा नचले चिसो नहुने भए त त्यहीँ बसिराख्नु जस्तो। तर छुट्टीको दिन चाहिँ मान्छेहरू भिड भएर साह्रै ऊ हुने रहेछ क्या। ऊ भनेको के हो थाहा पायो? हामीलाई चाहिँ साह्रै जाडो भएको, दिदीहरू चाहिँ पुरै क्या हेर मेरी बुढी खुसी भएर नाचे कि। यो चाहिँ भक्तपुरको डाँडो भन्दै मलाई भन्दैथिन्। कहाँको भक्तपुरको डाँडो? यो पोर्चुगल हो बुढी, तिमी भ्रममा छेउ भने मैले होइन यो भक्तपुर जस्तै लाग्यो भन्दैथिन्। कहाँ मैले भक्तपुर भने यो नगरकोट भनिरहेको छु। ए नगरकोटको मलाई नेपालको फेरि त्यति थाहा छैन। धेरै वर्ष भयो नेपाल छोडेको। साह्रै राम्रो ठाउँ लाग्यो। फुर्सद हुँदाखेरि ट्रेनमा आए पनि बसमा आए पनि जताबाट आए पनि पोर्तो आइपुग्नु भयो भने यो ब्रिजमा आउनुहोस्, एउटा दुईवटा भिडियो बनाउनुहोस्, ट्रेन चढ्नुहोस्। यो ट्रेन ब्रिजको टपमा हिँड्छ। अहिले हेर्नु हुँदैछ नि यो ट्रेन टपमा हिँड्छ। दुईटा गाँसेर हिँडिरहेको रहेछ। मान्छे त्यो ब्रिजमा सँगसँगै हुन्छन्, ट्रेन सँगसँगै बिस्तारै कुदाउँछ। साह्रै राम्रो लाग्यो। अर्को यहाँको पक्ष यी जवान केटाहरू माथि ब्रिजबाट समुद्रमा हाम फाल्दो रहेछन् अनि 1 रुपियाँ माग्दो रहेछन्। यो पनि अचम्मको विषय। टोकरीमा 1-2 रुपियाँ हाल्दै पछाडि सुइँ गरेर हाम फाल्ने क्या। त्यसको भिडियो तपाईँहरूलाई बनाउन खोज्दै थिएँ। यस्तै यस्तै हामी चाहिँ लास्ट भिजिट अब यो बस चढियो, त्यहाँबाट लास्ट स्क्यान गरेर माथि गइयो। अब लास्ट हो हाम्रो यो आजको यात्राको बिल्कुल अन्तिमतिर आइपुग्यो जस्तो लाग्छ। अनि तर मलाई एकदम जे दिन बितेको बिहानदेखि बेलुकासम्मको ट्रिप पोर्तोमा राम्रो लाग्यो। थकान हुन्छ तर पनि आनन्द पनि हुन्छ होइन।
यस्तै ठाउँहरू हेर्न चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस्। हामी कसरी जाने, सहजता के हुन्छ त्यहाँको, यहाँनिर आएर कसो गर्न सकिन्छ, किनभने हामीलाई त कसैले पनि सल्लाह यसरी जाने भन्ने कुरा बताएको थिएन र हामीलाई थाहा पनि थिएन र हामी बिल्कुल गयौँ। तर अरू कोही जान चाहन्छ, पोर्तो कसरी जाने, कहाँ घुम्ने, टाढाबाट आउनुहुँदैछ, होस्टल बस्नु पर्यो भने होस्टल बस्दाखेरि कुन समयमा चाहिँ घुम्ने भन्ने कुरा हामी बताउँछौँ। यो चाहिँ विशेष पोर्तोको भाइरल ब्रिज भन्दो रहेछन्। यहाँ नगएपछि त पोर्तो गएको कुनै उनी हुँदो रहेछ। माथिबाट तलतिर आयौँ, तलतिरबाट अझै तलतिर 3 स्टेप 4 स्टेप रहेछ ब्रिजमा चाहिँ। खास मैले ब्रिज वरिपरि मात्रै तपाईँहरूलाई यसो देखाइरहेको छु, अरू ठाउँतिर पनि छ तर भिडियो लामो हुने अनि त्यही त हो नि, समय नहुने, त्यो कारणले देखाउन समेट्न सकेको छैन। लामो भिडियो पनि कसैले हेर्न पसन्द गर्नुहुन्न रहेछ, त्यो कुरा भर्खर बुझ्दैछु। भिडियो हाल्न थालेको 1-1.5 वर्ष भयो तर लाइक कमेन्टहरू खासै आउँदो रहेछ। मान्छेहरूले के बोल्छ यो मान्छेको के हेर्नु भन्ने कुरो हुँदो रहेछ। अब समयअनुसार अमल्ला भाइरल कुराहरू हाल्नु भनेपछि चल्थ्यो होला, त्यस्तो चलिरहेको छैन। तर पनि त्यसमा व्यवसाय गर्न खोजेको होइन, मतलब चलोस् भनेर भन्न खोजेको होइन। आफू पछि बुढेसकालमा ल है नि त, पोर्तो गइरहेको थियो नि त, घुम्न हुन्छ क्या र भन्नलाई चाहिँ यो भिडियो हालेको। तपाईहरूले समय दिएर हेर्नुभयो भने तपाईँहरूलाई पनि फाइदा हुन्छ। यसो फुर्सदमा कसरी जाने भनेर यसो मेसेज गर्नु, कमेन्ट हाल्नुभयो भने ओहो मेरो भिडियोसम्म मान्छे आइपुग्नु हुँदो रहेछ भनेर म पनि तपाईँहरूलाई समय दिएर कसरी जाने भन्ने कुरा बताउन सक्ने थिएँ। त्यति मात्रै हो। आजको यात्रा अन्तिममा छौँ। कस्तो लाग्दैछ प्रतिक्रिया दिनुहोला। हामी प्रोफेसनल भिडियो खिच्ने पनि होइनौँ, हामी त्यस्तो ऊ पनि होइन। अरे मेरो बुढीले फेरि सबै ठाउँ बताइदिएर हेर नि, कति नजान्ने यस्तो। ओहो ल हेर ओहो ठिक छ। अहिलेसम्म मेरो भिडियोमा आएर हेरिदिनु भयो, तपाईको समय दिनुभयो, खुसी लाग्यो। यति हेरिसकेपछि सब्सक्राइब पनि गरिदिनु होला र मैले सब्सक्राइब गरेको छु है भनेर एउटा कमेन्ट छोडिदिनु होला। तपाईलाई पनि सपोर्ट गर्नुपर्ने कुराहरू म सपोर्ट गरौँला, किनभने अब म रेगुलर यो च्यानलमा भिडियोहरू हाल्ने कोसिस गरिरहेको छु समयले साथ दिएसम्म। अरू कुरा भनेको अर्को भिडियोमा पनि भनौँला। तर पोर्तोमा आइसकेपछि विशेष 14-15 वटा ठाउँ रहेछ घुम्नुपर्ने। तर पनि आफूसँग साधन नहुँदा ट्रेनमा आइयो, बसमा आइयो। अब अरू एक्स्ट्रा खर्च गर्नलाई हुँदाखेरि मेन ब्रिज आसपासमै छन् ठाउँहरू, अनि समय बिताउनलाई टाढा हुँदैन। हामी बसको यात्रा सबै ठाउँ घुमिसकेर साओ बेन्तोमा आइसक्यौँ। यो साओ बेन्तोमा पनि एकछिन उभिएर आकाशतिर फर्केर यसो माथि हेर्दाखेरि साह्रै राम्रो ठाउँ देखिँदो रहेछ। अनि एउटा अचम्मको कुरा लाग्यो, किन ठाडा घाँटी लाएर सबै माथितिर हेरिरहेछन् भनेको हो यस्तो देखिँदो रहेछ। मान्छे भिड आउने अनि ठाडा घाँटी लाएर हेर्ने। यो चाहिँ ट्रेन स्टेसन हो, अन्तिम ट्रेन स्टेसन। यहाँबाट ट्रेन चढेर अर्को स्टेसन गएर अनि हामी अबेरको ट्रेन चढ्नुपर्ने हुँदो रहेछ। अनि यहाँनिर न ड्राइभर देख्छ, न टिकट काट्ने काउन्टर रहेछ, न के रहेछ, खोइ पुरै बुझेन। हामी त त्यत्तिकै नि हेर्दै त्यत्तिकै ट्रेनमा चढ्यो अनि हिँडियो। तर लास्ट